उहाँकै मद्दतमा हामीले त सानो एउटा राशि जम्मा गरेका थियौँ। उहाँको तन मन धन उहाँले व्यक्तिगत रूपमा जम्मा गरेको रकमले आज तपाईँले संसार देख्नुभयो। जसले यसमा खर्च गर्नुभयो, जसले सहयोग गर्नुभयो, उहाँहरूको सात पुस्ता सुन्दर रहोस्, उहाँले चिताएका कुरा सबै रहोस् र यहाँहरूको भविष्य। नकारात्मक प्रचारले गर्दाखेरि हाम्रो वडा नम्बर 3 बाट पनि केही यो सहभागीहरू जसले सेवा प्राप्त गरेर यो आँखा राम्रो देख्न पर्ने उहाँहरू उपस्थित भएको छैन। त्यसकारणले म सम्पूर्ण आज अपरेसन गरेर फर्किनु हुने आमा बुवाहरूलाई के आग्रह गर्न चाहन्छु। जान्छ व्यर्थैको धन आखिर एक पेट खानु छ। हातमा पुछेर अनि बिडी एक ठोका लगाउनु कति टाइम गर्नमा 2 घण्टामा कति दिनमा कति तपाईँले राम्रोसँग गर्नुभएको छ। अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु। हरियाली रानी बन सन्तोष राख्नु आफ्नै मन। नराम्रो कहिले नसोचौं दुःखको बिउलाई नछाडौं। लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन। लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन। मृत्युको चक्र छ लोकमा, जन्म मृत्यु यो लोकमा। अरूलाई आँखा नतर्नु, कुविचारले नहेर्नु। मायाले हेर्नु सबैलाई, शत्रु मित्र। आदरणीय अपरेसनको लागि पाल्नु हुने आमा बुबा दाजुभाइ दिदीबहिनीमा र सम्पूर्ण पत्रकार मित्रहरू र उपस्थित सम्पूर्ण स्वास्थ्यकर्मीमा इन्द्र सरोवर गाउँपालिकाको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय बुबा आमालाई हेर्ने छोराछोरी छैनन्, जसलाई उहाँले 10 महिनासम्म कोखमा राखेर जन्म दिनुभयो, संसार देखाउनु भयो। तर आज उहाँ थियो। लामो समयदेखि आँखा नदेख्ने अवस्थामा इन्द्र सरोवर गाउँपालिकाले रोटरी क्लब र हेटुडा अस्पताल यहाँ चाहिँ आँखा केन्द्र ल्याउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँलाई म सम्झिन चाहन्छु। छोडे असत्य मार्गमा उच्च राखौं आफ्नो मन। सत्य गरौं आफ्नो काम, नजलाउनु हरियो वन। नरोआउनु अरूको मन। सके सबको भलो सोचौं, कुभलो कहिले नसोचौं। सके सबको भलो सोचौं, कुभलो कहिले नसोचौं। बत्ती बालौं मन्दिरमा, पुण्य कमाउने खातिरमा। शुद्ध मनले ध्यान गरौं, सत्यको बाटोमा मन डोर्यौं। बाटोमा काँडा हटाओ, सुन्दर फूल फुलाओ।